नमस्कार साथीहरू, आज चाहिँ हाम्रो चर्चमा जागृति र सङ्घाईको सेवाकाईको कार्यक्रम आयोजना गरिएको छ र सेवाकाई चाहिँ अहिले कन्टिन्यू भइरहेको छ र यहाँ चाहिँ आउने जाने गेस्टहरूको निम्ति चायहरू र यहाँको कुक भाइलाई सघाउने कामहरू गर्दैछु। कृपया भिडियोहरू हेर्दै गर्नुहोला। दाइहरूले नाम बिठाउँदैछ। कस्तो धुनुपर्छ होला है केराको पत्ता। मिनिस्ट्रीको अगुवाईजनहरू पनि आउँदैछ सिलगढीबाट। तपाईको छेउमा तपाईको नासी अँगालो भित्र राख्नुस् न। सलाद बनिँदैछ। सलाद छुर्पी हजुरको यस महत्त्वपूर्ण योगदानको कदर गर्दै हामी हजुरलाई सम्मान सहित सम्बर्धना गर्दछौँ। परमेश्वरले हजुर अनि हजुरको परिवारलाई भावी दिनमा पनि यसरी नै प्रभावकारी रूपमा उहाँको महिमाको निम्ति प्रयोग गरून्। धन्यवाद। बिरेन जहाँ पनि हुनुहुन्छ प्लिज थ्याङ्क यू सो मच सर। अगापे बैप्टिस्ट चर्च नाम्चुला कापेदोङ सम्बर्धना पत्र सेवामा श्रीमती प्रिस्किला सिमो सिलगढी महोदया, हजुरको सेवाकाईको कारण अगापे बैप्टिस्ट चर्चका सबै परिवारहरू परमेश्वरको अनुग्रहमा आशीषित बनेका छन्। हजुरको मिसनरी जीवनको त्याग र बलिदानले अगापे बैप्टिस्ट चर्च वृद्धि हुनमा महत्त्वपूर्ण भूमिका रहेको प्रत्यक्ष रूपमा सबैले देखेका छन् र अगापे बैप्टिस्ट चर्चद्वारा हजुरलाई सम्मान गर्दै सम्बर्धना गर्दछौँ। माध्यमिक परीक्षा र उच्च माध्यमिक परीक्षामा सफल बनी तपाईले एलएलबी पनि पास गर्नुभयो। यसरी मण्डलीमा अरू बालबालिकाहरूको निम्ति एउटा ठुलो उदाहरण पनि बनेर माथि उठ्नुभयो। तपाईको परिश्रम र गम्भीर अध्ययनको कारण जीवनमा पाउनु भएको सफलताको बीडी थियोलॉजिकल ग्रेजुएट। हाँ अभी हम लोग अगापे स्कूल मिस आपको बीडी ग्रेजुएट ना और मिशनरी टीचर। हाँ ठीक है। अहिले चाहिँ लन्च टाइम भइरहेछ, सबैले लन्च गरिरहेको अवस्था छ। हुन्छ यता लु लु होइन म त सब्जी भन्नुको आउने है मान्छे हाम्रो पनि थुप्रो थियो त
मेरोमा भएको गिफ्ट तपाईँहरूभन्दा डरलाग्दो एकदम माथिको लेभलमा छ। म त केही गर्न सक्दिनँ, ऊ दिदीले त गर्न सक्यो। मैले पनि के गरेर आफ्नो गिफ्ट याद गरेको डिस्कभर मेरो आमा बाबाले मलाई भनेको होइन तेरो गिफ्ट यो हो निलिमी, तेरो गिफ्ट यो हो भनेर भनेको होइन। तर दिन प्रतिदिन जब म परमेश्वरमा अगाडि बढेँ, परमेश्वरमा म भिजेँ, परमेश्वरमा मैले समय बिताएँ, तब मैले मेरो कलिङ के हो म बाहिरको काम गरेर पनि परमेश्वरको निम्ति म कसरी चल्नु सक्नु पर्छ भनेर मलाई है त्यो आयो। तब चाहिँ यो स्पिरिचुअल गिफ्टहरूको कुराहरू चाहिँ मैले त्यहाँदेखि मेरो जीवनबाट के फ्रुट अफ द स्पिरिट, मेरो जीवनबाट माया बग्ने, मेरो जीवनबाट के बग्ने अर्काको निम्ति दया बग्ने, त्यो कुराहरू चाहिँ मानिसहरूले देख्दै जाने कुराहरू। म फर्स्ट जेनेरेसन क्रिस्चियन होइन, मेरो पुस्tai पनि परमेश्वरमा क्रिस्चियन भएर आएको हो र म आफूलाई के भन्छु म तिमोथी हो र मेरो आउने जेनेरेसन पनि आशिषित हुन्छ। अहिले चाहिँ आजको कार्यक्रम सकिएको अवस्था छ। थ्याङ्क यू फर वाचिङ।